एकछिन आज म हजुरलाई एउटा सुन्दर गाउँ देखाउन गइरहेको छु हजुर है। अहिले म डनलधरामा छु। यो गेट कट्यो भने म कहाँ पुग्छु? डोटी। म डोटीबाट हजुरलाई म डडेलधुराको एउटा सुन्दर गाउँ देखाउन गइरहेको छु है। यो गेट डोटी डडेलधुराको सिमाना हो। म अहिले डडेलधुरामा छु। यो गेट पारी गऱ्यो भने डोटी पुगिन्छ। आज म डडेलधुरा जिल्लाको आलताल गाउँपालिका वार्ड नम्बर 4 को एउटा सुन्दर गाउँ देखाउन गइरहेको छु। त्यो पारीदेखि नै आलताल 4 को घरेलु बजार अनि त्योभन्दा माथिदेखि नै यो सुन्दर बस्ती आलताल गाउँपालिकाकै 4 नम्बरकै लाम्जीले ल हेर्नुहोस् माथिसम्म माथि पारीदेखि नै आलताल 6 नम्बरको एक्लै सल्लाह अनि यो बुढरजोग बुढा सडक अनि पारीदेखि नै यो आलताल 6 नम्बरकै सेरी चारैतिर डाँडाहरूले छेकिएको गाउँलाई उपत्यका भनिन्छ र आलताल गाउँपालिकाको वार्ड नम्बर 4 लाम्जीले पनि आलताल गाउँपालिकाकै सुन्दर बस्ती मध्येको एक बस्ती रहेको छ। ल हेर्नुहोस् यो बस्ती पारी ठुलो डाँडा वारी पक्की सडक बिचमा सर्लक्क मिलेको गाउँ। ल हेर्नुहोस् वर्षाको मौसममा हरियाली वातावरण। यो हरियाली मौसम अहिले चाहिँ म डोटी जिल्लामा छु। डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको आलताल गाउँपालिका वार्ड नम्बर 4 लाम्जीलेको दृश्य खिचिरहेको छु। यो सडकबाट पर्सा नगरपालिकाबाट धनगढीका लागि बिहान र साँझ हाइसहरू छुट्छन्। यो गाउँको सिमाना पारीबाट धिम्डा खोला र वारी योबाट यो सेरी खोलाले छुटिएको छ। तल घरेलु बजार यो पनि आलताल 4 लाम्जीलेकै आदि भाग हो। माथिपट्टि गाउँ हो। यो पनि पाइनेहरू यो गाउँमा पाइने सुन्तला आँप केरा चाहिँ डोटीपट्टिको जङ्गल हो। म अहिले डोटीमा छु। डोटी जिल्लाबाट डडेलधुरा जिल्लालाई छोड्ने सडक हो। सडकबाट साना र ठुला गाडीहरू पनि चलिरहेका हुन्छन्। यो गेट चाहिँ डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रवेशद्वार मानिन्छ। यो गेटलाई यो मन्दिर चाहिँ यो गाउँको भगवती माताको मन्दिर रहेको छ। यो खोला चाहिँ डोटी जिल्ला र डडेलधुरा जिल्लाको सिमाना तथा सेरी खोला भनिन्छ, जसले यो गाउँको खानेपानीको आपूर्ति गरिरहेको छ। फेरि यो सिमाना गेट म डोटी जिल्लाबाट डडेलधुरा जिल्ला प्रवेश गर्दैछु। स्पष्टसँग लेखेको पनि हेर्न सक्नुहुन्छ। आलताल गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। फेरि यताबाट लेखिएको छ आलताल गाउँपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद। ल यो दृश्य भने डोटी जिल्लाको हो। म फेरि डडेलधुरा जिल्ला आइसकेँ। यो डोटी जिल्लाको हो। हरियाली यो डोटी जिल्ला डडेलधुरा जिल्लालाई बिचमा एउटा सडकले मात्रै छुटिएको छ। आजलाई यति नै। फेरि अर्को भिडियो अर्को गाउँको आउनेछ। धन्यवाद।